ए साथीहरू आज मेरो काम खुलिएको छ। अब यो सफा गर्नुपर्ने छ। यहाँ डल्लै सफा गर्नुपर्ने छ। यतातिर छ अझै भित्र पनि छ सफा गर्नुपर्ने। यो कहिले सफा गर्नु सक्नुपर्ने हो। म हरेस लागिसक्यो देखेरै हो। तर पनि बुढोले सघाइदिन्छु भन्दैछ। पुस्नु चाहिँ सघाइदिन्छ कि दिँदैन अब हो थाहा छैन। तर सघाइदिनु पर्ने। यहाँ पनि छ यहाँ पनि छ। अब यतातिर चाहिँ देखिहाल्नु भयो होला। पुसेको छुइनँ तर नपुसिकन यतिको छ हो। अब चाहिँ मैले यहाँ रेडी गरेँ सामानहरू। अब म पुस्नु थालेँ। यहाँ चाहिँ अब चाहिँ हाम्रो बालाहरू एकदम टल्काउनु हुँदैछ। मैले चाहिँ अहिले भर्खर उता गरिकन आएको। यहाँ चाहिँ बहिनीले टल्काउनु हुँदैछ। यो चाहिँ दसैँमा चाहिँ भाँडाकुँडा टल्काउनुपर्छ। दिवालीमा अरूहरूको सकिसक्यो होला। हाम्रो त यत्रो कहिले सक्नु बेहोस भइसक्यो। अझै पनि छ यहाँ पनि छ। यस्तो गर्नुपर्छ साथीभाइ हो। गाइसहरू चाहिँ कस चाहिँ पुरै निकाल्नुपर्छ नि त। यसरी निक्लिन्छ हो। छेउमा गएर जान सक्दैन। कस चाहिँ यसरी निकाल्नुपर्छ। कस चाहिँ यस्तो कस निकालेर चाहिँ ऊ यस्तो हुन्छ ऊ दिलिक्क। यो चाहिँ मेरो आजको हात चाहिँ कस्तो हुन्छ देखाइदिएन। हात चाहिँ यो झर्के थाल बटुको मान्छेले मन पराउँछ नि। पहेँलै पारेर राख्नुभन्दा चाहिँ अहिले सबै गरिसकेर देखाउँछु ल तपाईँहरूलाई म। यति चाहिँ भयो यति चाहिँ भयो हो। अब यो डल्लै छ। यो डल्लै सक्दिनँ म त्यो सोकेसको चाहिँ भोलि मात्रै आधी चाहिँ। हाम्रो अरू पनि काम छ। यहाँ हेर्नुहोस् न यस्तो निकाल्नुपर्छ नि त। यो राईको छोरी हो। सुँगुरको मासु खाएको हात पुर्को औँलाहरू। डल्लो डल्लो राईको छोरी तामाङको बुहारी। गरम फेरि अलिअलि छैन। सजिलो कहाँ छ झर्के थाल बटुको टल्काउनु पनि। एउटा हातले छोरी दुईटा हातले यस्तो गर्नुपर्छ गाइस। तपाईँहरू पनि सिकिराख्नुहोस् यसरी दुईटा हातले दल्नुपर्छ मजाले। यस्तो गर्यो हो। अब यो छ हाम्रो फर्स्ट स्टेप। चाहिँ हुँदैन यसले चाहिँ जस्ट त्यो कालो मात्रै यसले चाहिँ। फर्स्ट स्टेप यो भयो पिठो छ। सेकेन्ड स्टेप ऊ अलिकति टल्क्यो। थर्ड स्टेप चाहिँ ऊ दुईटा हातले अनि फेरि थर्ड स्टेप चाहिँ यस्तो हुन्छ यो। भाँडाको कालो जान्छ तर हातको कालो चाहिँ जाँदैन नि फेरि। खाना खाँदासम्म रहन्छ। तपाईँहरू चाहिँ केले क्लिन गर्नुहुन्छ? हामी चाहिँ यसले गर्छ दाराले। एकदम मजाले टिलिक्क हुन्छ। सब दारा हाम्रो पहिला कस्तो थियो देखाइदिनु नि। पहिला यस्तो हुन्जेलसम्म घोटेको त मुखमा पसिना। मेहनतको फल अच्छा हुन्छ। हाम्रो त्यति साह्रो उयो त हुँदैन किनकि हाम्रो इयर पछि नै उयो गर्छ नि त कि। त्यस्तो डरलाग्दो धुर्मुस कालो चाहिँ हुँदैन। तर हल्का यो हल्का उयो गर्नु पर्यो नि त। खै देखाउनु त यता। अन्त आमा म पनि देख्दैछु भने पहिला चाहिँ त्यस्तो थियो। बिफोर आफ्टर आमा यस्तो बुट्टेवाला भन्दा पनि अझै यस्तो टल्किन्छ नि। यो हाम्रो अहिले नै यतिको छ टल्काएर राखेको। 1 इयरसम्म पनि यतिकै छ। अब यो टल्काउँदा झन् अब पाली यसको। ओके सफा गरिसकेर देखाउँछु तपाईँहरूलाई। यति सकेर चाहिँ दुईजनाको त मार्दम। हात चाहिँ अलिक अघि धोएर यतिको चाहिँ भइरहेको छ।
2400 माथि चाहिँ सकेको हेल्प हेल्पिङ ह्यान्ड चाहिँ नि त त्यो सकेको हो जुजु उयो क्या टल्किरहेछ अब सक्नु आँटेछ है पुस्ने मात्रै चाहिँ यो खदा कहिलेको त के अस्ति भर्खरको ल यतिसम्म सक्यो है गाइज भाँडामाथि टल्केर नि त खिड्की त डल्लै देख्दो रहेछ सक्नु आँट्यो अब सक्यो गुड मर्निङ एभ्रिवान मैले चाहिँ आज चाहिँ सकेँ मेरो यहाँ काम हेर्नुहोस् यतिको बनाइसकेँ भोलि लक्ष्मी पूजा हो यो दुईटा चाहिँ मैले दाराले गरेको यिनीहरू चाहिँ होइन यो चाहिँ मैले दारा युज गरेको यो चाहिँ सबै सकेँ मेरो काम यतिको भयो फाइनल चाहिँ हेर्नुहोस् यो चाहिँ अहिले भर्खर सकेको हो हेर्नुहोस् है यस्तो गर्नुपर्छ है लक्ष्मी घरमा बोलाउनुको लागि चाहिँ अब मेरो यो चाहिँ 1 वर्षको लागि चाहिँ थाहा कि 1 वर्षसम्म यो यत्तिकै हुन्छ मेरो यो चाहिँ अर्को हुँदैछ यो चाहिँ म दाराले माझ्दिनँ यो चाहिँ म उहिले माझ्छु के अरे चक्काचक्ली माझ्छु यो चाहिँ मैले अहिले म माझ्नु पर्ने छ यो चाहिँ किनभने म पुरा बेसी दाराहरू लाग्छ होइन त्यही भएर चाहिँ नगरेको यो चाहिँ अहिले मैले माझिसकेको यो चाहिँ अब यसलाई स्टर जुसा साबुनले धुनुपर्ने हुन्छ योहरूलाई होइन मेरो आजको काम अहिले पानी पनि जोडिरहेछ पानी पनि आइरहेछ है अब चाहिँ म साबुन जली लाउँछु यसलाई चाहिँ यसलाई चाहिँ दाराले माझ्छु नट दारा के अरे यो चकाचक्ली यो चाहिँ मैले चकाचक्ली माझेको हो फाइनली सक्यो अहिले चाहिँ